आजभन्दा 20 वर्ष अगाडि मृगौला फेल भएपछि घरबार जान्छ, त्यो हजुरले सुन्नुभएको पक्कै पनि हो। घरबार पनि जान्छ र बिरामी पनि जान्छ, बाँच्दैन लामो समय भने। तर नेपालमा यो स्थिति 180 डिग्रीबाट घुम्या छ भनेको ठ्याक्कै उल्टो छ। अहिले नेपालले धेरै प्रगति गरेको छ। नेपाल सरकारले अहिले मृगौला फेल भएका व्यक्तिलाई उपचारको लागि पूर्ण रूपमा फ्री उपचार छ भन्दाखेरि सहयोग दिइरहनु भएको छ। जस्तै मृगौला पूर्ण रूपमा फेल भएपछि गर्नुपर्ने रगत शुद्धिकरण जस्तो डायलाइसिसको उपचार आजीवन फ्री छ भने प्रत्यारोपण पनि सरकारी अस्पतालमा पूर्ण रूपमा फ्री छ। र त्यस्तै अहिलेको जुन हाम्रो यो इन्स्योरेन्स पोलिसी, सरकारी बिमा भन्छौँ नि हामीले, स्वास्थ्य बिमाले गर्दाखेरि 2 लाखसम्मको औषधि उपचारहरू उहाँहरूले प्रत्येक वर्ष पाउनुहुन्छ यो मृगौला रोगीहरूले। र त्यसबाहेक पनि यदि उहाँ डायलाइसिस गराइरहनु भएको छ अथवा प्रत्यारोपण गर्नुभएको व्यक्ति छ भने स्थानीय तहबाट प्रत्येक महिना 5,000 क्यास पाउनुहुन्छ भने हाम्रो जस्तो गरिब मुलुकले योभन्दा बढी सहयोग के गर्न सक्छ र? यो नै हाम्रो लागि पर्याप्त छ अहिलेको लागि। त्यसबाहेक त अरू खर्च भने अब बस्ने खाने खर्च, आफूले आउने जाने यो खर्चहरू त अवश्य आफैले बिहोर्नु पर्ने हुन्छ। तर उपचारमा पैसा नभएर मृगौलाको रोगीले चाहिँ अहिले मृत्यु वहन गर्नु पर्दैन। सबैभन्दा खुसीको कुरा नेपाल जस्तो गरिब देशमा पनि हामी यति सन्तुष्ट छौँ अहिले हामी उपचार गर्दाखेरि। पहिला जुन हजुरले भन्नुभयो घर खेत पनि जाने, बिरामी पनि जाने, अब त्यो अवस्था छैन। पैसा छैन नभए पनि तपाईँहरू बाँच्न पाउनुहुन्छ, उपचार पाउनुहुन्छ भनेर हामी गर्वका साथ भन्न सक्छौँ अहिले मृगौला रोगीहरूको लागि।